सडक पुल आदिमा न्यून बजेट विनियोजन गरेको भनेर गुनासो आएको थियो। धेरैजनाको गुनासो यो आएको थियो, एकदम न्यून बजेटहरू विनियोजन भयो भन्ने आएको थियो। र यसमा अहिलेको बजेट हामीले यो सिंगल इयर बजेट हामीले बनाएको थिएनौँ। हामीले 3 इयर्स मल्टी इयर बजेट बनाएको थियौँ। मल्टी इयर बजेट किन बनायौँ भने हामीले अहिले प्रोक्युरमेन्ट प्रोसेस अहिले अन एन एभरेज करिब हामीलाई 6 देखि 7 महिना एउटा टेन्डर खोल्नको लागि अन एन एभरेज। त्यो किन लाग्छ भने साइट क्लियरेन्स भएको हुँदैन, डिपिआर भएको हुँदैन, एस्टिमेट भएको हुँदैन, पहिला रेट रिभाइज हुन्छ, सबै कारणले गर्दा त्यो हुन्छ। एउटै नेचरको कार्यक्रमहरूलाई हामीले एकैचोटि टेन्डर खोल्यौँ भने र फरक वर्षमा टेन्डर खोल्यौँ भने फरक के पर्छ भने एकैचोटि टेन्डर खोल्दा हामीले जो 3 वर्षमा लाग्ने 6 देखि 7 भन्दा 18 देखि 21 महिनाको समय खुम्चेर 6 देखि 7 महिनामा मात्रै सीमित गर्न सकिन्छ र हामीले 12 देखि 14 महिना हामीले काम गर्ने टाइम हामीले बाइब्याक हुन्छ। त्यही भएर हामीले एउटा सिमिलर नेचरको कार्यक्रमहरूलाई बल्कमा एउटै कार्यक्रम बनाएर अबको 3 वर्षको कार्यक्रम फोकस गर्दाखेरि धेरै कार्यक्रमहरू भएको कारणले गर्दा हामीले थोरै बजेट धेरै कार्यक्रम भयो जस्तो देखिएको हो। तर अहिले हाम्रो बजेट 286 अर्ब भए पनि हामीले अहिले टेन्डर चाहिँ करिब 10 खर्ब जति बराबरको टेन्डर यो साल खोल्ने हाम्रो लक्ष्य छ। त्यही भएर थोरै बजेट देखिए पनि धेरै बजेटको हामीले क्रमगत टेन्डर खोल्छौँ। र अर्को कुरा भनेको चाहिँ हामीले एकैचोटि यही साल खोल्दाखेरि के त्यो टाइम पनि कम भयो र अर्को भनेको हामीले यो साल खोल्दाखेरि यो सालको दर रेटमा खोल्छौँ र बहुवर्षेमा चाहिँ प्राइस एस्कुलेसन दिन्छौँ। अनि अर्को साल खोल्दाखेरि अर्को सालको रेटमा हुँदा त्यो केही फरक चाहिँ केही पनि पर्दैन। त्यही भएर हामीलाई फाइदा हुने भएको कारणले गर्दा हामीले त्यसरी प्लान गरेको छ। त्यही भएर त्यो भएको र अर्को गुनासो आएको थियो सडक सुरक्षामा ध्यान नदिएको र ग्रामीण क्षेत्रको सडक तथा पुलहरू समेट्न नसकेको भन्ने अर्को गुनासो आएको छ। अहिले सडक सुरक्षाको कुरा गर्दाखेरि हामीले आजसम्मको जति पनि सरकारहरू थियो तिनीहरूभन्दा धेरै गुणा बढी सडक सुरक्षामा हामीले ध्यान दिएको छौँ। अहिले हामीले 3 वर्षको सडक सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपुर बजेट पनि राखेको छौँ। जस्तै हामीले रोड फर्निसिङमा 3 वर्ष कार्ययोजनासहित 4 अर्ब 74 करोड हामीले विनियोजन गरेको छौँ। यो रोड फर्निसिङको लागि मात्रै हो यो। र अर्को हामीले जिल्ला जोड्ने 1 लेनको सडक धेरै दुर्घटना हुने सिंगल लेनको सडक भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्साभेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सडकलाई गर्ने भनेर फेरि यो सडक चौडाइ भन्ने शीर्षकमा हामीले 11 अर्ब बजेट विनियोजन गरिएको छ र यसले पुगेन भने हामीले बजेट पनि थप्छौँ। तर आगामी 3 वर्षभित्र हामीले सबै नै मूल सडकहरूलाई चाहिँ 2 लेनको चाहिँ बनाएर हामीले सक्नेछौँ। त्यो हिसाबले यो पनि सडक सुरक्षाको दृष्टिकोणले नै हामीले गरे हो। र अर्को भनेको चाहिँ सडक सुरक्षाकै दृष्टिकोणले अहिलेसम्म पहिचान भएका सबै पहिरोहरूलाई चाहिँ हामीले बजेट हालेको छौँ। यो 3 वर्षमा सबै पहिरोको प्रोटेक्सनको स्लोप प्रोटेक्सन अथवा पहिरो प्रोटेक्सनको काम हामीले सक्ने भनेर 23 अर्ब हामीले बहुवर्षे बजेटमा हामीले चाहिँ विनियोजन गरेको छ। यो मैले 3 वर्षको एकमुष्ट बजेट भन्दैछु। बजेट किताबमा थोरै भए पनि अर्को साल र अर्को साल गरेर यसरी आउँछ। त्यसरी हामीले प्लानिङ गरेको छ अहिले। र अब उपरान्त जति पनि सडकहरू बन्छ सडक सुरक्षाको दृष्टिकोणले एकदमै असुरक्षित सडक भएको कारणले गर्दा अब उपरान्तको सबै हाइवे सडकहरूमा चाहिँ अन्डरपास, ओभरपास र फ्लाइओभर कम्पलसरी गरिनेछ। अब उपरान्त जति पनि टेन्डर खुल्छ र चालु अहिले जति पनि निर्माणाधीन सडकहरू छ त्यहाँ पनि हामीले भियो गरेर भए पनि रोड सेफ्टी कम्पोनेन्ट जस्तो क्र्यास बेरियरहरू, रोड मार्किङहरू, ट्राफिक सिग्नलहरू इत्यादि अरू पनि अन्डरपास, ओभरपासहरू पनि हाम्रो भियोले भ्याएसम्म हामीले अहिले चालु योजनाहरूमा पनि सबैमा त्यो लागू गर्छौँ। र यो पुलको कुरा पनि आयो। पुल भनेको सबैभन्दा बढी दुर्घटना हुने ठाउँ हो। सबैभन्दा बढी क्रस ड्रेन स्ट्रक्चरहरू नभएको कारणले गर्दा खोल्सी र खोलाहरूमा दुर्घटना हुने भएको कारणले गर्दा हामीले अहिले 3000वटा पुल अबको 3 वर्षमा सकाउने भनेर लक्ष्य लिएको छौँ यो स्थानीय पूर्वाधार विभागबाट। त्यसको लागि हामीले 81 अर्ब 22 करोड बजेट छुट्याएको छौँ। अहिले जम्मा 1000वटा पुल देखिन्छ होला बजेट किताबमा आसपासमा।
तर त्यो बाँकी 2000वटा भेरिफिकेसन नभएको कारणले गर्दाखेरि हामीले राखेको छैनौँ, तर त्यसको लागि पर्याप्त बजेट हामीले राखेको छौँ र पुल थोरै बजेट देखिए पनि डिपिआर हुन्छ, टेन्डर खुल्छ, यदि बजेट खर्च भयो भने रकमान्तर हुन्छ र सबै कुराहरूमा चाहिँ हामीले त्यो लक्ष्यसहित हामीले सडक सुरक्षा र पुल हामीले समेटेको छौँ। अर्को छ सडक मर्मतले प्राथमिकता नपाएको भन्ने अर्को गुनासो छ र यसमा पनि विगत 10 वर्षमा जति बजेट सडक मर्मतमा छुट्याएको थियो त्योभन्दा धेरै हामीले छुट्याएको छौँ। त्यही भएर यसलाई जसमा जस्तो सडक विभागतर्फ हामीले 44 अर्ब भनेको कुनै पनि सडकमा खाल्टाखुल्टी देखिन भएन अब 3 वर्षमा चाहिँ हामीले त्यो हिसाबले र अब उपरान्त यो एकचोटिको मर्मतपछि हामीले यो स्वचालित भनेको यो सेड्युल मर्मतमा हामी जान्छौँ। हाम्रो तेस्रो वर्षको कार्यक्रममा चाहिँ सेड्युल मर्मत भनेर आउँछ र 3 वर्षमा हामीले सडक विभागतर्फ 44 अर्ब, स्थानीय पूर्वाधार डोलीतर्फ 12 अर्ब 19 करोड र सहरी विकास तथा भवन विभागतर्फ पालिकावाइज भनेको सहरी सडकहरू भनेको देशभरि सहरी क्षेत्रमा अथवा नगरपालिका अथवा त्यो सबै सडक गरेर 1 खर्ब 74 करोड गरी टोटल 157 अर्ब रुपियाँ हामीले सडक मर्मत शीर्षकमा मात्रै छुट्याएको छौँ। यसले लगभग सबै जति हाम्रो अहिले 15,000 किलोमिटर सहरी सडक र अरू हाइवे र डोली स्थानीय पूर्वाधार विभागले गरेको सबै नै बाटो हामीले मर्मत गरेर सक्छौँ, खाल्टाखुल्टी रहित गराएर सक्छौँ र त्यही हिसाबले नै हामीले बजेट छुट्याएको छौँ। अर्को गुनासो आएको थियो प्रदेश केन्द्र, जिल्ला, स्थानीय तहको केन्द्र र वडाको केन्द्र जोड्ने सडकमा बजेट आउनुपर्ने आएन भन्ने छ। अनि अर्को भौतिक पूर्वाधार आवश्यक रहेका दुर्गम क्षेत्रमा पूर्वाधार क्षेत्रमा बजेट अभाव रहेको भन्ने विषय पनि छ। र अहिले हाम्रो बजेट किताबमा जति पनि पालिका केन्द्र जोड्न बाँकी सडकहरू छ, पालिका केन्द्र जोडिन बाँकी, ट्र्याक खोल्न बाँकी 7वटा पालिका छ र पिच हुन बाँकी अरू थुप्रै पालिकाहरू छन्। त्यसको करिब 2600-2800 किलोमिटर सडक पिच गर्नको लागि 3 वर्षमा सकाउनको लागि हामीले 63 अर्ब रकम विनियोजन गरेको छ। यो त्यो पनि 3 वर्ष कार्ययोजना हो। हामीले सबै नै 3 वर्ष रणनीतिक कार्ययोजनाकै हिसाबले गरेको छौँ र 3 वर्षमा हामीले सबै नै पालिका केन्द्र जोड्ने डबल लेनको पिच सडक हामीले पुर्याउने लक्ष्य राखेको छौँ। त्यसको लागि पर्याप्त बजेट पनि विनियोजन गरेको छ र यतिले पुगेन भने हामीले थप्छौँ पनि। र अर्को अब हामीले यति मात्रै नभएर अब दुर्गममा अलिकति कम बजेट भयो भन्ने गुनासो पनि थियो, तर हामीले सबै वडा केन्द्रमा सडक सडक मार्ग पुग्ने गरी हामीले एउटा कार्ययोजना बनाएको छौँ र त्यो बजेट शीर्षक वडा केन्द्र जोड्ने भनेर छ। हाम्रो 3-3-3 गरेर 9 वर्षको योजना छ। त्यसमा चाहिँ ट्र्याकै नपुगेको ठाउँमा अबको कम्तीमा 3 वर्षमा ट्र्याक पुर्याउने र अहिले ग्रेभल भएको ठाउँमा र क्रस ड्रेन स्ट्रक्चर रेडी भइसकेको ठाउँमा चाहिँ हामीले पिच गर्ने। अनि त्यसरी हामीले चाहिँ अब अर्दन छ भने चाहिँ ग्रेभलमा लिएर जाने र क्रस ड्रेन स्ट्रक्चर गरेर 3टा क्याटेगोरीमा 3 स्टेपमा 9 वर्षमा सम्पन्न हुने गरी वडा केन्द्रको कार्यक्रम पनि गरेको छौँ। यो चाहिँ एकदम स्थानीय तहसँग सहकार्य गर्ने र मापदण्ड अनुरूप गर्ने भएको कारणले गर्दा यो बजेटको नामहरू बजेट शीर्षकमा छैन, त्यही भएर पनि सबैलाई कन्फ्युजन भयो र सायद यो सबै पालिका केन्द्र जोड्ने चाहिँ छ, यो चाहिँ छैन, किनभने यसमा धेरै नै एक्टिभिटीहरू हुन्छ। त्यही भएर हामीले मापदण्ड बनाएको छौँ। सम्बन्धित वडा कार्यालयको केन्द्रसम्म पुग्नको लागि सबैभन्दा बढी जनसङ्ख्याले प्रयोग गर्ने बाटो हुनुपर्ने भनेर लेखेको छ। त्यही मापदण्ड अनुरूप नै हामीले बाटो चुज गर्छौँ, कार्ययोजना बनाउँछौँ, कार्यक्रम बनाउँछौँ र कार्यान्वयनमा जान्छौँ। र यसको लागि चाहिँ अहिले अबको 3 वर्षमा 28 अर्ब 50 करोड हामीले बजेट छुट्याएको छौँ। यो पनि पुगेन भने थप्न मिल्छ। त्यही भएर दुर्गममा यो माथिको हामीले यो सहरी हामीले एउटा शीर्षक छ सहरी विकासबाट हामीले 1 खर्ब 74 करोडले चाहिँ सुगम एरियालाई एड्रेस गर्छ भने यसले चाहिँ यो शीर्षकले दुर्गम एरियालाई एड्रेस गर्छ। हामीले जनसङ्ख्या यो पनि जनसङ्ख्या यो सडकको घनत्व सबैलाई आधार मानेर हामीले यो बजेट तयार गरे हो। कसैकोमा धेरै कसैकोमा थोरै केही पनि छैन। जति किलोमिटर बाटो छ कति अनुपातमा त्यहाँको क्षति भएको छ त्यति अनुपातमै सबैमा युनिफर्मली नै बजेट गएको छ, विभेद कहीँ पनि गरेको छैन। र
अर्को सहरी क्षेत्रलाई समेट्नको लागि सघन सहरी भन्ने कार्यक्रम छ। यसलाई पनि अलिकति फरक तरिकाले हामीले प्लान गरेको छौँ। यो पनि 3 वर्ष कार्ययोजना सहितको प्लानिङ गरेको छौँ। यसमा पनि कम्तीमा पनि एउटा जिल्लामा कम्तीमा 2टा बजार हरेक जिल्लामा छ र बढीमा 10वटा बजार छ। अलि धेरै जनसङ्ख्या भएको क्षेत्रमा अलि धेरै छ र कम जनसङ्ख्या भएको जिल्लाहरूमा कम छ बजेट। यसलाई पनि सबै जो बजारहरू छ अहिले पहाडतिर पनि अलि बजार त्यसलाई व्यवस्थित गर्ने भनेको त्यहाँ फुटपाथहरूको काम भयो, ढलहरू व्यवस्थापन, फोहोर व्यवस्थापन, अनि यो सडक बत्ती आदि इत्यादि सहरी पूर्वाधार र सहरी व्यवस्थापनको लागि बनाउनु पर्ने पूर्वाधारहरूको लागि भनेर 88 अर्ब 33 करोड बजेट हामीले प्लानिङ गरेको छौँ 3 वर्षको लागि। यसले अलमोस्ट सबै नै हामीले अहिले चाहिँ 300वटा बजार समेटेको छौँ काठमाडौँ भ्याली बाहेकको। र यो थोरै रकम बजेट किताबमा देखिएको भए पनि अहिले प्लानिङ गरेर कार्यान्वयनमा जाँदासम्म थोरै खर्च हुन्छ भन्ने यो फोरकास्ट हो र यदि खर्च भएमा हामीले रकमान्तर गर्न पाइहाल्छ। त्यही भएर 3 वर्षको लागि 88 अर्ब 33 करोड छ र यसलाई पुग्ने नै बजेट, सबै कुराहरूलाई पुग्ने नै बजेट छुट्याएको छ। अर्को अब यसैलाई चाहिँ अलिकति गाउँलाई अलिक व्यवस्थित गर्नको लागि बस्ती विकास कार्यक्रम भनेर 57 अर्ब 71 करोड भनेर राखेको छ। फेरि अर्को कार्यक्रम छ, यसले पनि गाउँलाई व्यवस्थित गर्छ, माथिकोले सहरलाई व्यवस्थित गर्छ। अर्को संसदलाई 3वटा सडक 3वटा पुल माग गरिएको थियो तर बजेटमा समावेश नगरिएको भन्ने अर्को गुनासो आएको थियो। यो धेरैको गुनासो पनि आएको थियो। अहिले मैले भनेको कुराहरू चाहिँ मल्टिपल मान्यज्यूहरूले नै गर्नुभयो हो गुनासो। यसमा पनि जस्तो वैकल्पिक सहायक राजमार्ग भनेर 44 अर्ब 40 करोड रकम हामीले विनियोजन गरेको छ र बजेट किताबमा वैकल्पिक सहायक राजमार्गको शीर्षकमा हामीले हजुरहरूसँगबाट प्राप्त गरेको सूचीबाटै हामीले त्यसलाई बजेट विनियोजन गरेको छ। केही ठाउँमा चाहिँ हाम्रो कार्यविधिभन्दा बाहिरको ठाउँमा चाहिँ हामीले कार्यविधि अनुसारको त्यसलाई मोडिफाई गरिदिएको छौँ। र अर्को निर्वाचन क्षेत्र रणनीतिक सडक भनेर अर्को सडकको पनि शीर्षकमा आएको थियो, त्यसमा 81 अर्ब रकम हामीले प्लानिङ गरेको थियौँ। र त्यो शीर्षकमा चाहिँ के भइदियो भने मान्यज्यूहरूले पठाएको लिस्ट र हाम्रो मापदण्ड उद्देश्य मिलेन। हामीले चाहिँ त्यो निर्वाचन क्षेत्रको लाइफलाइन सडक हामीले माग्न खोजेको, त सबै केसमा चाहिँ त्यो नभइसकेको कारणले गर्दा यसलाई हामीले क्याबिनेटबाट मापदण्डसहित र कार्यक्रमसहित पास हुने गरी हामीले त्यसलाई क्याबिनेटबाट गर्छौँ। र जुन ठाउँमा चाहिँ यो समस्या देखिएको छ उहाँहरूको त सम्बन्धित क्षेत्रको मान्यज्यूसँग हामीले कन्सर्न गरेर यसलाई टुङ्गाउँछौँ। र अर्को पुलमा पनि अब केही 1000 चान्जुन हाराहारीको पुलहरू आइसक्यो, बाँकी 2000मा चाहिँ हामीले 3 महिना 30वटा पुल पनि पुग्छ। त्यो निर्धक्क हुनु होला। माथिको यो वडा केन्द्र पालिका केन्द्रमा जोड्ने अर्धन अलि ट्र्याक खोलि नसकेको सडकहरूमा पनि यही शीर्षकबाटै हामीले चाहिँ त्यही पुलहरूको लागि चाहिँ 2000 पुल अझै हामीले बाँकी राखेको त्यही कारणले गर्दा हो। त्यो पनि पुल पनि बन्छ, त्यसमा पनि चिन्ता नलिनु होला। यी बाहेक पनि अरू रणनीतिक सडकहरू पनि हामीले समावेश गरिएको छ। जस्तो कृषि सडक हामीले कृषि मन्त्रालयसँग कृषि सबैभन्दा प्लानिङ गरेर उहाँहरूले कृषि वन क्षेत्रहरू